दाइ र म चाहिँ आज साइक्लिङमा गएको अब साइकल कुदाउनु गर्मीमा हो किन दाइ भन्नु त ढाँटेको यहाँ दाइ रेडी भइसक्नु भयो दाइको साइकल चाहिँ अलिक ठुलो हेभी छ र हटाउनु हुँदैछ सामानहरू आमा ढाड चिरिक चिरिक गर्दा दाजु ल अब दाजुभाइ चाहिँ लाग्यो गर्मीमा पानी आउने कुरा चाहिँ छ छिट्टै हाल्नु दाजु धेरै टाढो नजाउँ सो आज चाहिँ म धेरै पछि भ्लग गर्दैछु फेरि दाइले मलाई जोसाउनु भयो सो अब हामी चाहिँ साइकल कुदाउनु जाँदैछौँ साइकल चाहिँ यति छ तर मेरो कुनै पनि होइन मैले चाहिँ अर्काको उठाउने हो ल अब हामी साइकल झिक्छौँ सो अब साइकलको लागि भिडियो ठ्याक्कै निस्केको छ गाडी पाइरहेको सो अब माथि हेर्नु सक्नुहुन्छ आकाश कस्तो बवाल छ है आज मौसम दामी छ तर कतातिर जाने हो दाइलाई पर्खिनुपर्छ सो हेलो सबैजनालाई वेलकम छ मेरो भ्लगमा धेरै पछि म फेरि भ्लग लिएर आएको छु आजको भ्लग चाहिँ यत्तिकै युट्युबमा चाहिँ जाडो लाग्छ भनेर चाहिँ आज चाहिँ यसो गरिदिएको दाइ र मेरो चाहिँ आज साइकल गर्दै जाने योजना भयो यहाँ माथिसम्म र मौसम पनि सोचे भन्दा एकदम अहिले राम्रो पनि छ घाम पनि लागेको छैन त्यही भएर चाहिँ दाइलाई मैले रिक्वेस्ट गरेँ जाउँ दाइ हामी साइकल कुदाउनु भनेर मैले साइकल साथीको साइकल लिएर मैले चाहिँ अनुमति बिना लिएर हिँडेँ र यही छ अब के छ कोरियाको जिन्दगानी यस्तो चाहिँ काम गऱ्यो बस्यो होइन अनि अब छुट्टीको बेला अब कता जाउँ के जाउँ रुम बस्दा बस्दा पनि वाक्कै भइयो त्यही भएर चाहिँ आज निस्किदिएको र सबैजना तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला मजाले नै बसिराख्नु भएको छ होला अब देश विदेश भन्ने कुरा त्यस्तै रहेछ काम गर फुड सो स्वास्थ्यलाई पनि ध्यान राखेर चाहिँ आज चाहिँ हल्का यसो कसरत पनि हुन्छ त्यो अब साइकल गर्दाखेरि चाहिँ एकदम राम्रो हुन्छ भनेर चाहिँ हामी दुई दाजुभाइ निस्किसकेको छौँ र यहाँदेखिको धेरै टाढो त गएको होइन उतै परै हो जानु चाहिँ सो कतिसम्म गइन्छ अब त्यही हेर्नुपर्छ यहाँदेखिको चाहिँ एकदम ओकालो छ एकदम तान्नुपर्छ बल लगाएर दाइ र म चाहिँ ओकालो लागिरहेछु दाइले मलाई छोडेर गइसक्नु भयो मकैबारीहरू यो त व्यक्तिगत होला है दाइ भटमास ए त्यो त सुटुनी पो त प्याज मकैको घोगाहरू लागिसकेको छ हेर्न सक्नुहुन्छ कसरी उमारिरहेको छ हाम्रो भोटे दाजुहरूले सो
हामी दुईजना चाहिँ एकदम माथि आइसकेको छौँ कुदाउँदै कुदाउँदै। पहिले त सुरुमा त दाइ म यहाँ कुदाउँदाखेरि त्यो धेरै पछि कुदाएको साइकल एक्सर्साइजहरू नभएर रिङटा लागेको नि। यहाँ आइपुग्दाखेरि त कस्तो भएको यहाँ त फेरि मर्मत गर्ने रहेछ। मुटु नै कस्तो त्यो चरक्क भएर आएको क्या, कुदाउनै नसकेको क्या। ल है को गोर्खेहरूलाई यहाँ बोलाउनुलाई रेडी हुँदैछ है कम्पनी। होइन दाजु के हो रेडी है गोर्खेहरू बेरोजगारहरूलाई रोजगारी दिनुलाई कम्पनी थपिरहेको छ। यो चाहिँ परको चाहिँ यो चाहिँ गाई फार्म हो। यो चाहिँ यहाँ चाहिँ साथीहरू पुरा मर्मत गर्दैछ है। ठिक छ पहिला म नि यस्तै त गर्थेँ नि त मर्मत। दाइ र म चाहिँ यहाँ साइकल राखेर अन्त माथि हिँड्ने निर्णय गऱ्यौँ। तर किराले चाहिँ एकदम ल्याङ गर्यो सानो भुसिनाले। त्यही भएर यसरी यसले यो गर्नुपर्छ दाइ आउँदैन। एकदम किरा तानी कहाँदेखिको पछ्याएको मान्छे नै नदेखेर हो कि क्या होइन। कपाल चाहिँ झरेर लास्ट खत्तम भयो किराले। ए यहाँ चाहिँ यस्तै रुख मात्र हुन्छ फेरि यो धुप्पीको सल्लाह पुरा। यो त एडभान्चर भयो त दाजु। तर कहाँसम्म जाने हो किराले गिटी गरेर हिँड्नै दिएन। यहाँ घर चाहिँ खारेको घरमा छैन पहिल्यै होइन कहाँबाट आएको यो किराहरू। कुकुर रहेछ किराले गिटी गर दाइ चढ्ने र यहाँ छोड्यो कि आमामा हेर्दै किराले त गिद्दी गरेर दाइ र मलाई त भुसिनाले कहाँबाट यस्तो धेरै आएको भुसिना। दाइले मलाई यहाँ कहाँ लाँदैछ। चस्मा खोल्यो नि आँखामा फेरि सबै कालो क्यामेरामा धरि यहाँ झुमिँदै हेर्न। यो कालोमै आकर्षित हुने होला क्या यो। यहाँ माथि चाहिँ त्यो मन्दिर जस्तो छ क्या। गयो होला भनेको त अझै माथि त परेछ नि बाटो के गर्नु। अब यस्तो मैले म्यापमा हेरेको थिएँ त्यहाँ माथि चाहिँ त्यो मन्दिर जस्तो छ क्या दाइ। यहाँ पनि च्यान घारी नै हो। त्यो माथि पनि त्यस्तै नै होला क्या च्यान घारी नै होला। किन गेट चाहिँ किन लगाएको यहाँ कसैको जग्गा हो यो। भयो फर्क्यो किराले ल्याङ गरेर हजुर यहाँदेखिको चाहिँ अब हामी फर्क्यौँ। किराले पनि पछ्याएर जामा लाउने। तपाईँको थोरै छ नि तल चाहिँ यहाँ तल पनि घर रहेछ
ऊ त्यहाँ बाटो ऊ त्यो के बाटो त्यहाँ पनि बाटो यहाँ चाहिँ मैले देखेको थिइनँ अहिले भर्खर चाहिँ यस्तो छ यहाँ चाहिँ के गर्नु आँट्यो दाजु अथा भित्र छिटो के हो त चिलो त दाइ र म चाहिँ माथिसम्म जाने भनेको किराले जानै दिएन र हामी चाहिँ आधी बाटो फर्क्यौँ किराले माथिसम्म खेतायो आम्मामा त्यो भुसुनाले है त्यतिखेर ल्याङ्गर सो हामी चाहिँ त्यहाँ नपुगिकन माथि त्यहाँ एउटा टेम्पल जस्तै त्यस्तै यिनीहरूको थियो र जाउँ भनेको हेर्नलाई तर किराले दिदी गरेर हामी चाहिँ बाटोबाट फर्क्यौँ अब चाहिँ यहाँ तल बस्ने भन्दैछौँ अब यस्तै सबैको काम पनि छुट्टी भएछ कामतिर लाग्दैछ बाहिर म चाहिँ विश्राम गरेर कफी खाँदैछु कफी जुस अरे कफी नै खाँदैछु दाजु एकदम गुलियो परेर खाएर पर्छ त बिस्कुट पनि पाङ मगाएजी दाइ आम्मा मेरो चाहिँ यस्तो छ मिठो छ मेरो चाहिँ एप्पल फ्लेभरको मेरो पनि मिठो छ त्यहाँ पछि चाहिँ कहाँ जाने त हामी यसो डाँडातिर जानुपर्छ नयाँ बाटो कहाँ छ त्यो जाने छिर्ने बाटो यता परदेखि छ जस्तो लाग्यो यहाँबाट चाहिँ हामी ऊ त्यहाँ माथि एउटा डाँडाको बाटो छ त्यहाँ जाने भन्दैछौँ अब यो खाइसक्यो खाएर दाइ र म चाहिँ अब फर्कियौँ आजलाई यति नै यहाँ माथि दाइले बाटो छ भन्दै थियो खोज्दै बाटो चाहिँ रहेन रहेछ अब हामी चाहिँ आजलाई यहाँबाट फर्कियौँ स्याट लगाएर हाँसेरै बिताइ जाला चरित हो यो जीवन मरे सम्झा बाँचे सम्झना खै केले ने यो बाटो चाहिँ दामी लाग्छ क्या रुख कोरियामा चाहिँ प्रायः जस्तो हरेक रोडमा चाहिँ यस्तो हुन्छ कि बाटोको छेउमा चाहिँ कसै छुट्याएर बनाएको हुन्छ रुखहरू पनि काटेर रुखहरू पनि राखेको मजाले हुन्छ बनाएर ल आज चाहिँ मासु पोली खाने भनेर हम्काएको चाहिँ नदेखाएको अब खासमा चाहिँ हम्काउनु नपर्ने हो तर हम्काइदिएको हामीले साथीले नदेखाउनु भन्दैछ रेडी छ मासु अब फेरि यहाँको स्टाइल अलिक पकाउने फरक हुन्छ यो तरिकाले खाइन्छ होइन मासु पनि आइसकेको छ अब यहाँ सितनहरू किन्न छैन भने चाहिँ अब त्यहाँ रेडी गर्दैछ सितन चाहिँ अहिले चाहिँ हामी यहाँनिर टक्क लाएर पहिला रेडी गर्दैछौँ साथी हो मेरो साथी इलामे साथीले रेडी गर्दैछ
ल है म चाहिँ मासु पोल्नुलाई रेडी गर्न थालेँ। यहाँ चाहिँ अब यस्तै हुन्छ है हाम्रोमा चाहिँ यता कोरियातिर चाहिँ यस्तै हुन्छ, यसरी नै खाइन्छ भनौँ न। हाम्रोमा चाहिँ उता मेरिनेट गरेर अब मसला ससला लगाएर खाइन्छ भने यहाँ चाहिँ यत्तिकै पकाउने हो। अनि त्यो फाल्टो मसलाहरू हुन्छ अचारहरू त्यसमा टक्क लाउने अनि सागसँग ऱ्याप गरेर खाने। सो अहिले यतिलाई चाहिँ अहिले रेडी गरेर म फेरि तपाईँहरूलाई देखाउनेछु। कता यताबाट कि यताबाट कति मैं नानते हैं नेका सुल्के हैं यो हाम्रो आनिया कति वर्ष पुरानो, कति 50 वर्ष अरे यो 50 वर्ष अरे भन्छ खै कहाँले यहीँ ए 52% चाहिँ रहेछ नि। ए यहाँ पनि लेखेको रहेछ नि त 52। ओके